जापानको एक रहस्यमय कहानी सुन्दा पनि अचम्म लाग्छ। घर भयो त्यो घर अब त्यो मान्छे मरेर गयो होला, सकियो होला होइन। अब त्यहाँ गाडीहरू त्यसै बसिरह होइन। त्यो घर पुरै भग्नावेश भइसक्यो। गाडी त्यसलाई त्यहाँ गाडी अब पुरै पुरानो भएर खिया लागेर पुरै बिजोग भएर परेको छ होइन। अब यहाँ एउटा गाडी छ यहाँ सानो बिजोग भएर हेर्नु यहाँलाई। अब त्यही फोहोर फाल्ने भाँडो बनाएको गाडीलाई हामी नेपालीले पाए गाडी लिएर चल्दिएर के गर्नु हुन्थ्यो, के गर्नु। फल्याछ फलफुलहरू सर होइन। केही गाडी हामीले पाएको भए हुइट पाराबाट नेपालमा दौडालेर हुन्थ्यो नि, के गर्ने। बिजी लाइफ। अब सन्तानहरू ठुलो भइसकेपछि कोही कता कोही कता। अब बाबामा बितेर जान्छ सन्तानहरू आउँदैन ल हेरे घरहरू ल सर्लक्कै पुरै यहाँ भग्नावेश पुरै ल हेरे पुरै फोहोरको ढट्टा जस्तो ल हेरे घाँस पलाएर हेरे। सहरी भेगमा शानदार देखिएको त्यो जीवनशैली र गाउँ परिवेशमा यसरी ल गाडीहरू यसरी ल हेरे उ लागेर बसेको छ पुरै ल घर ल हेरे। अब को बस्थ्यो यहाँ छोराछोरी सहर गए। अब बिजी लाइफ 19 वर्ष कटेपछि फर्केर आएर बाबामाको स्याहार सुसार गर्ने आकल झुकल गर्ला। बाबामा बितेर जान्छ सम्पत्ति छोराछोरी हेर्नु पनि नआउने फेरि पुग्दो छैन यिनीहरूलाई फेरि लाग्छ चलिरहेको भने कहीँ खुसी। यस्तै गाडीहरू साला एउटा गाडीको कारखानै खोलिदियो म त के गर्नु दिँदैन।